आज हामी नेपालको आर्थिक इतिहासको एउटा यस्तो पन्ना पल्टाउँदैछौँ जहाँ एउटा संस्थाले पैसा राख्ने र चलाउने तरिका नै बदलिदियो। हो, यो कथा हो नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडको, जसले देशको अर्थतन्त्रमा औपचारिक बैंकिङको जग बसाल्यो। एकछिन सोच्नुहोस् त, आजको जमानामा यो कुरा त असम्भव जस्तै लाग्छ हैन र? तर कुनै बेला नेपालको वास्तविकता ठिक यही थियो, जहाँ मानिसहरूको सम्पत्ति र भविष्य कि त सिरानीमुनि हुन्थ्यो कि त जमिनमा गाडिएको हो। यही समस्याको समाधान गर्न एउटा संस्था जन्मियो। सन् 1937 भन्दा पहिले नेपालको अर्थतन्त्र एउटा अनौपचारिक जालोमा बेरिएको थियो। हरेक कारोबार साहु महाजन र व्यापारीको व्यक्तिगत विश्वासमा चल्थ्यो। यसले गर्दा के हुन्थ्यो भने व्यापार र विकासको गतिमा एउटा ठूलो ब्रेक लागेको थियो, किनभने पैसा सुरक्षित राख्ने र चाहिएको बेला ऋण लिने कुनै भरपर्दो ठाउँ नै थिएन। हुन त सरकारले तेजारथ अड्डा जस्तो एउटा संस्था नखोलेको होइन, तर यो सबैका लागि थिएन। यसले त केवल सुन चाँदी धितो राख्न सक्ने केही ठूला बडालाई मात्र ऋण दिन्थ्यो। यसले आम मानिसको आवश्यकतालाई छुनै सकेको थिएन। तर हरेक आवश्यकताले एउटा क्रान्तिको ढोका खोल्छ, र त्यो दिन आयो विक्रम सम्वत 1994 कार्तिक 30 अर्थात् नोभेम्बर 15, 1937। यो त्यो ऐतिहासिक दिन थियो जब नेपाल बैंक लिमिटेडको स्थापना भयो र देशमा औपचारिक बैंकिङ युगको विधिवत सुरुवात भयो। उद्घाटन समारोहमा तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेरले बोलेका यी शब्दहरूले नै बताउँछ कि यो घटना कति महत्त्वपूर्ण थियो। यो केवल एउटा संस्थाको सुरुवात मात्र थिएन, यो त राष्ट्रिय प्रगतिको लागि चालिएको एउटा निकै साहसिक पाइला थियो। तर बैंक खोल्नु एउटा कुरा थियो, मानिसको मन जित्नु अर्कै। सबैभन्दा ठूलो चुनौती के थियो भने पुर्खौँदेखि आफ्नो सम्पत्ति आफैसँग राख्दै आएको समाजलाई एउटा नयाँ संस्थामा विश्वास गर्न लगाउनु। यो केवल आर्थिक मात्र होइन, एउटा सांस्कृतिक परिवर्तनको लडाईँ जस्तै थियो। यसको सुरुवात कति सानो थियो भन्ने कुरा यो आँकडाले देखाउँछ। देशको पहिलो बैंक सुरु गर्दा जम्मी 10 जना मात्र शेयरधनी थिए। सोच्नुहोस् त, आजको कुनै सामान्य कम्पनी भन्दा पनि कम। र ती 10 जनाको लगानीलाई चलाउनका लागि थिए केवल 12 जना कर्मचारी। एउटा सिङ्गो देशको वित्तीय प्रणालीको जग बसाल्ने जिम्मेवारी यति सानो टिमको काँधमा थियो। र जनताको विश्वास कति कम थियो भन्ने कुराको सबैभन्दा ठूलो प्रमाण त यो हो, बैंकले 25 लाख रुपियाँको शेयर जारी गर्दा केवल 8,42,000 रुपियाँ मात्रै उठ्यो। यसले स्पष्ट पार्छ कि सुरुमा मानिसहरूलाई यो नयाँ कुरामा विश्वास दिलाउन कति गाह्रो थियो। तर त्यो कमजोर सुरुवातपछि नेपाल बैंकले एउटा यस्तो युगमा प्रवेश गर्यो जहाँ मैदानमा उसको कुनै प्रतिस्पर्धी नै थिएन। दशकौंसम्म यो देशको एकमात्र वित्तीय खेलाडी बन्यो। त्यसबेला देशमा छुट्टै केन्द्रीय बैंक थिएन, त्यसैले नेपाल बैंक लिमिटेडले दोहोरो भूमिका निभायो। एकातिर यो जनताको बैंक थियो, अर्कोतिर सरकारको पनि। यसले पैसा व्यवस्थापन गर्नेदेखि लिएर सरकारी खाता चलाउने जस्ता केन्द्रीय बैंकले गर्ने महत्त्वपूर्ण कामहरू पनि आफै गर्थ्यो। यो स्लाइडले त्यो परिवर्तनलाई छर्लङ्ग देखाउँछ। सन् 1956मा नेपाल राष्ट्र बैंकको स्थापना भएपछि नेपाल बैंकले बल्ल केन्द्रीय बैंकको त्यो भारी जिम्मेवारीबाट मुक्ति पायो र यसले बैंकलाई पूर्ण रूपमा आफ्नो वास्तविक काम अर्थात् कमर्सियल बैंकिङमा ध्यान दिन बाटो खोलिदियो। तर त्यो एकाधिकारको स्वर्णयुग सधैँभरि रहेन। 1990 को दशकमा आर्थिक उदारीकरणको हावा चल्यो, नयाँ प्रतिस्पर्धीहरू मैदानमा आए र देशको यो सबभन्दा पुरानो संस्था अचानक पतनको सङ्घारमा पुग्यो। 1990 को दशकको अन्त्यतिर बैंक साँच्चै गम्भीर समस्यामा फस्यो। खराब कर्जाले डुबेको थियो, प्रविधिमा धेरै पछाडि थियो, अनि नयाँ आएका निजी बैंकहरूसँग प्रतिस्पर्धा नै गर्न सक्दैन थियो। अवस्था यतिसम्म खराब भयो कि सन् 1998 पछि त बैंकको हिसाब किताबको लेखा परीक्षण समेत हुन सकेन। यो ऐतिहासिक संस्थालाई बचाउन सन् 2002मा निर्णायक कदमहरू चालियो। नेपाल राष्ट्र बैंकले हस्तक्षेप गरेर व्यवस्थापन आफ्नो हातमा लियो। यसलाई फेरि बनाउन विदेशी विशेषज्ञहरूको टिम ल्याइयो र सबैभन्दा महत्त्वपूर्ण, बैंकलाई पुरानो कागजी प्रणालीबाट निकालेर आधुनिक प्रविधिको संसारमा प्रवेश गराइयो। त्यो उद्धार योजना नै बैंकको लागि एउटा पुनर्जन्म थियो। यसले बैंकलाई डुब्नबाट मात्रै बचाएन, यसलाई एउटा अग्रगामी संस्थाबाट आजको प्रतिस्पर्धी खेलाडीको रूपमा रूपान्तरण गरिदियो। यो चार्टले बैंकको यात्रालाई कति सुन्दर ढङ्गले देखाउँछ। काठमाडौँको एउटा मात्र शाखाबाट सुरु भएको यो संस्थाको जरा आज देशभरि सयौं शाखाहरूको सञ्जाल बनेर फैलिएको छ।
आजको नेपाल बैंक लिमिटेडले आफ्नो त्यो पुरानो थकित पहिचानलाई धेरै पछाडि छोडिसकेको छ। अब यो एउटा पूर्ण आधुनिक संस्था हो जसले डिजिटल ब्याङ्किङको युगमा सफलतापूर्वक प्रवेश गरेर नयाँ निजी ब्याङ्कहरूसँग काँधमा काँध मिलाएर प्रतिस्पर्धा गरिरहेको छ। यसको विरासत साँच्चै महत्त्वपूर्ण छ। यसले नेपालमा ब्याङ्किङको सुरुवात मात्र गरेन, देशको आर्थिक विकासको आधार तयार पार्यो र राष्ट्रिय आर्थिक सङ्कटबाट पनि पार पाउन सकिन्छ भन्ने कुराको प्रतीक बन्यो। नेपाल बैंकको यो यात्रा एउटा संस्थाको मात्र कथा होइन, यो त नेपालको आर्थिक विकासकै कथा हो र यसले हामीलाई एउटा महत्त्वपूर्ण प्रश्न सोच्न बाध्य बनाउँछ। वास्तवमा एउटै संस्थाले दीर्घदर्शिता र दृढताका साथ कसरी सिङ्गो राष्ट्रको वित्तीय भविष्य निर्माण गर्न सक्छ?